हेलो गाइज, गुड मर्निङ एभ्रिवान। आज चाहिँ हामी चाहिँ स्प्रिङ बन्चु इडेनब्रा वेबर्डले जाँदैछौँ। त्यहाँ के हुन्छ त्यसपछि हामी देखाउने नै छौँ। यो चाहिँ हाम्रो फर्स्ट टाइम हो होइन, अनि हामी चाहिँ अब फर्स्ट टाइम स्कटल्यान्ड आएको अनि हामी साथी अनि आएको बेलामा चाहिँ सुकुल एक्जाम भनेर 4-5 डेजको ट्रिपमा आएको छौँ। अनि यो चाहिँ हाम्रो सेकेन्ड थर्ड डे हो आज। यहाँ चढेछौँ, हाम्रो ट्रेन पनि आइपुग्यो। अब चाहिँ हामी ट्रेनमा चढ्दैछौँ गाइज। यहाँ ट्रेन पनि आइसक्यो, स्कटवेल। यहाँ चाहिँ अलिकति भिडियोमा चाहिँ साउन्ड अलि नआएको भएर भोइस ओभर गर्दैछु। यो चाहिँ हामी चाहिँ स्प्रिङ बन्चु क्विन स्टेटसम्मको यात्रा तय गरिरहेको थियौँ यो बेलामा। यो 2वटा टिकट देखाएको कारण चाहिँ त्यो हो। यो चाहिँ हामीले चाहिँ फल क्रिक गामस्टोनबाट चाहिँ ट्रेन चेन्ज गरेर इडेनब्रा वेबर्लेसम्मको लागि यात्रा तय गऱ्यौँ। यो बेलाको समय चाहिँ यो टाइममा चाहिँ हामी इडेनब्रा वेबर्लेबाट ट्रेनबाट चाहिँ ओर्लिसकेको टाइम हो। यो चाहिँ इडेनब्राको चाहिँ ट्रेन स्टेसन हो। त्यहाँबाट चाहिँ हामी मेन गन्तव्यतर्फ चाहिँ लम्किरहेको अवस्था छ। अब हामी केही समयपछि चाहिँ इडेनब्रा क्यासलतर्फ चाहिँ गइरहेको छौँ। Everything feels right in this paradise night. Vacation time, I'm feeling so fine. Living in the moment, sipping on sunshine. Be careful about walking and taking pictures at the same time. रेलबाट झरिसकेपछि चाहिँ हामी इडेनब्रा क्यासल पुग्यौँ। इडेनब्रा क्यासल पुग्दाखेरि चाहिँ त्यहाँ हामीले टिकट बाई गर्न खोज्दा टिकट पाइएन। त्यसपछि अनलाइन टिकट बुकिङ गऱ्यौँ। अनलाइन टिकटमा टाइम थियो 3 घन्टा पछाडिको होइन, 3-4 आवर्सको टाइमिङ थियो। त्यो वेट गर्नुभन्दा बरु हामी चाहिँ त्यो टाइमलाई युटिलाइज गर्ने इडेनब्रा सिटी चाहिँ एकताल घुमौँ भन्ने हिसाबले चाहिँ अब त्यो टाइमलाई युटिलाइज गऱ्यौँ। त्यसपछि हिँड्दै अगाडि बढ्दै गर्दाखेरि हामी नजिक अगाडि जाँदै गर्दाखेरि त्यहाँ एउटा पपुलर क्याफे देख्यौँ, जुन मेरो पछाडि देख्न सक्नुहुन्छ। जेके रोलिङले चाहिँ द एलिफेन्ट हाउसमा कफी पिएर बस्दै गर्दाखेरि ह्यारी पोटरको स्टोरीको थट आएर उहाँले चाहिँ अहिले चाहिँ वर्ल्ड फेमस स्टोरी छ होइन। यसको बारेमा फिल्म पनि छ, तपाईँहरूले नहेरे भए नि हेर्न सक्नुहुन्छ विभिन्न सिरिजहरूमा। साँच्चीकै यो ठाउँ चाहिँ एउटा चाहिँ एकदम चाहिँ कल्चरल हिस्ट्री बोकेको एउटा ऐतिहासिक प्लेस रहेछ। हामीले चाहिँ साँच्चीकै इन्जोय गऱ्यौँ यो टाइममा। यसपछि चाहिँ हामी प्यानल भ्यू पोइन्टतिर लाग्यौँ। प्यानल भ्यू पोइन्ट घुमिसके पश्चात हामीलाई चाहिँ भोक पनि लागिरहेको थियो। हामीले अलरेडी सर्च गरिसकेका थियौँ गोर्खा बार एन्ड रेस्टुरेन्ट, अनि त्यसपछि हामी गोर्खा बार एन्ड रेस्टुरेन्टतिर लाग्यौँ जहाँ चाहिँ नेपाली खानेकुराहरू पाइन्छ।
फाइनली हामीले गोर्खा क्याफे एन्ड बार रेस्टुरेन्ट पनि भेट्यौँ। त्यसपछि हामीले त्यहाँ चाहिँ बस्यौँ र केही खानेकुराहरू अर्डर गऱ्यौँ। केही मिनटपछि हाम्रो खानेकुराहरू पनि आइपुग्यो र हामीले मजाले नेपाली टेस्टमा खानेकुराहरू पनि खायौँ र नेपाली दाइसँग नि भेट भयो। उहाँसँग परिचय पनि गऱ्यौँ। उहाँ चाहिँ चितवनको हुँदो रहेछ। हेलो गाइज, अब चाहिँ हामी निस्किसकेका छौँ गोर्खा क्याफे एन्ड रेस्टोबाट चाहिँ चिकन मोमो, चिकन बिरयानी सहित विभिन्न चिकन पकौडा सहित खाएर चाहिँ हामी निस्किसकेका छौँ। यतिखेर हाम्रो चाहिँ भोक पुरा भेटिसकेको अवस्था हो। अब यसो थोरै यताको चिनोको लागि चाहिँ यसो गिफ्ट सपतिर लागिरहेको छौँ। तल होइन यो साइड हेलो गाइज, अब चाहिँ हामी एडिनबरा क्यासलभित्र चाहिँ इन्ट्री गरिसकेका छौँ। लामो यात्रा, लामो वेटिङ पछि चाहिँ we are eagerly waiting for a long time, like about 3 hours. 3 hours पछि बल्ल हाम्रो टर्न आएको छ हेर्नु। अब यो भित्र चाहिँ के के कुराहरू छ त्यो हेर्नु नै छ। अनि हजुरहरूलाई पनि सम्मुखको देखाउने प्रयास गर्छौँ। किन हाम्रो बन्दनाजी थाकेर चाहिँ फोकुस मोकुस भइसकेको अवस्था छ। गाइज, एउटा कुरा चाहिँ यो क्यासल चाहिँ अराउन्ड 3000 इयर्स ओल्ड चाहिँ रहेछ। यो राजा रानीहरू बस्ने यो स्कटल्यान्डको चाहिँ एउटा मोनुमेन्ट टाइपको त्यो हेर्नको लागि यहाँ चाहिँ हामी पनि आज आएका छौँ। ल हेर्नुहोस्, यस्तो चिजहरू पनि यहाँ देख्न सक्नुहुन्छ। बाट चाहिँ खास एडिनबरा सिटी देखिन्छ। ल हेर्नुहोस्, एडिनबरा चाहिँ साँच्चीकै एमेजिङ देखिन्छ। हेर्नुहोस्, त्यहाँनिर सी पनि नजिकै रहेछ। हेर्नुहोस् त, you can see the sea as well. Really nice. Oh my goodness. Yeah. त यहाँ दूरबीनको पनि व्यवस्था रहेछ। हेर्नुहोस्, यहाँबाट सिटी हेर्नको लागि यस्तो दामी देखिरहेको छ। साँच्चै नै होइन, सब मान्छेहरू चाहिँ मन्त्रमोहित छ यो हेरेर। नचलेको अवस्था गाइज। अब चाहिँ हामी चाहिँ यहाँका चाहिँ 2-3 हजार वर्ष पुरानाका चिजहरूले हेरिसक्यौँ। अब फेरि अझै माथि डाँडा चढ्दैछौँ। यो क्यासलको चाहिँ यहाँ चाहिँ सबै देशका मान्छेहरू आछन्। आफ्नै चाइनिजदेखि लिएर हरेक कुराहरू। गाइज, अब चाहिँ हामी एडिनबरा क्यासलबाट फर्किसकेको छौँ। यतिखेर अब हामी यहाँ अब मोनुमेन्ट हेर्नुतिर जान लागिरहेको छौँ। फ्रेन्सिस स्ट्रिट हुँदै होइन। अब त्यहाँ के हुन्छ अब ती कुराहरू चाहिँ हुने नै छ। त्यस काम लागिरहेको छ, रमाइलो भइरहेको छ। हाम्रो बन्दनाजी सानो मान्छे हराएर यहाँ म खोज्दैछु कहाँ हो। बल्ल आइपुग्यो सानो मान्छे हराएर मान्छेहरूको भिडमा म खोज्या भइरहेको छु। अहिले चाहिँ हामी यहाँ ओह्रालो झरिरहेछौँ। मार्केट स्ट्रिटबाट मोनुमेन्टतिर मुभ गर्दैछौँ। मोनुमेन्ट देखाउँदै हुनुहुन्छ हाम्रो बन्दनाजीले। हेर्न सक्नुहुन्छ त्यहाँ स्कट मोनुमेन्ट चाहिँ एकदम यो चुचुरो चाहिँ हेर्नै पर्ने अरे। यो ल स्कट मोनुमेन्टको हो।
है यु क्यान सी द स्कट मोनुमेन्ट हेलो गाइज अब चाहिँ हाम्रो लास्ट डेस्टिनेसन भनेको अब यहाँ स्कट मोनुमेन्ट हुन्छ अहिले चाहिँ हामी यहाँ पार्कमा बसेर रेस्ट गर्दैछौँ यसो जुसहरू खाइरहेछौँ अब दिनभरिको घुमफिरले गर्दा अलिकति बिट टायर्ड पनि भइसकेका छौँ अब यसपछि के हुन्छ स्कट मोनुमेन्टमा यसो फोटोहरू अब खिचिन्छ यताउति के हुन्छ यसो हेरिन्छ सोचमा हुनुहुन्छ आजको अब स्कट मोनुमेन्टमा के हुन्छ अब के कस्तो छ भनेर अब हामी एडिनबरा क्यासल हामीले घुमेर भ्यायौँ पछाडिको ब्याकग्राउन्ड देखाउन गएको चाहिँ क्यासल मोनुमेन्टको छेउमा साँच्चै बिल्डिङहरू चाहिँ सधैँ ठुला ठुला छन् यतातिर यहाँबाट देखिने पर अब चाहिँ एडिनबरा क्यासल मोनुमेन्ट हो हेलो गाइज हामी चाहिँ अहिले रोज फाउन्टेनमा छौँ हाम्रो बकेट लिस्टबाट यो पनि हामीले बिट मारिसकेका छौँ यो चाहिँ ठ्याक्कै एडिनबरा क्यासलको चाहिँ ठ्याक्कै तल छ तपाईहरू यदि घुम्न आउनु हुँदाखेरि चाहिँ यो पनि एकदम राम्रो लाग्यो हामीलाई राम्रो रमाइलो पनि छ यहाँ सबै मान्छेहरू चाहिँ पुरा रमाइलोमा झुमिरहेको छ सबै चिजहरू चाहिँ नजिकै छ त्यति धेरै टाढा पनि छैन यदि तपाईहरू घुम्न आउँदाखेरि चाहिँ हिँडेर पनि जस त्यति धेरै टाइम लाग्दैन सबै 5-10 मिनटको वरपरमा छ रोज फाउन्टेन पनि ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ यो साँच्चीकै रमाइलो छ यसले पनि एउटा नेचुरल ब्युटी गरेको छ के भन्नु छ हाम्रो कन्याजीलाई हाम्रो आजको भिजिट चाहिँ अब सायद यही हुन्छ होला त्यही आज लगभग 5वटा ठाउँमा घुमेर ल्याइसकेको छौँ धेरै टाढा चाहिँ छैन बाई वक चाहिँ नजिकै पर्छ 2 मिनट्स 5 मिनट्स 10 मिनट्स लाग्छ त्यसरी पर्नु आउँछ अनि तपाईँहरू चाहिँ ड्राइभ गर्नुहुन्न भने पनि तपाईँहरूलाई प्रब्लम छ हामी पनि बाई ट्रेन आएको हौँ यहाँ अनि त्यसपछि यहाँ बाई ट्रेन नै हामी यताउता गरिरहेको छौँ होइन भिजिट गरिरहेको छौँ त्यही भएर यस्तो त्यस्तो गाह्रो चाहिँ हुँदैन अनि त्यही हो अब त्यस्तो गाह्रो चाहिँ छैन सबै नजिकै छ अनि राम्रो छ जेस हाम्रो नेपालको हुन्छ नि त्यो हिस्ट्रीहरू त्यस्तै याद पनि अलिकति त्यस्तै सिमिलर नै लाग्दो रहेछ चाहिँ अब एक दिनले चाहिँ अलिक भ्याउँदैन हामी चाहिँ एक दिन नै भिजिट गरेर फर्किँदैछौँ तपाईँहरूलाई चाहिँ 2 दिनको टाइम लिएर आउनुभयो भने चाहिँ मजाले हेर्नुपर्छ मजाले पाउनुहुन्छ होइन That's all about Edinburgh Castle and Edinburgh Rose Fountain and Queen Street everything हामीले सबै कुराहरूलाई चाहिँ समेट्ने प्रयास गऱ्यौँ र यो चाहिँ साँच्चीकै एउटा कल्चरल हिस्ट्री बोकेको एउटा स्कटल्यान्डको इतिहास बोकेको ठाउँ रहेछ एउटा स्कटल्यान्डको चाहिँ यो क्यापिटल सिटी पनि हो होइन क्यापिटल सिटी पनि हो यो साँच्चीकै रमाइलो छ यदि तपाईँहरू पनि कतै जाने घुम्न युकेमा हुनुभएका चाहिँ नेपाली दाजुभाइ दिदीबहिनीहरू घुम्ने प्लानमा हुनुहुन्छ भने तपाईँको रोजाइमा एडिनबरा पनि अवश्य पर्न सक्छ पर्छ नै होइन हाम्रो पनि यसपालिको चाहिँ टुर एडिनबरा क्यासल स्कटल्यान्ड ग्लासको सेन्ट्रल हुँदै चाहिँ अब हामीले चाहिँ अहिलेको लागि चाहिँ पिट माऱ्यौँ अब एकछिनमा हामी ट्रेन समात्छौँ त्यसपछि फेरि ग्लासको सेन्ट्रल ब्याक हुन्छौँ